हामीले एउटा क्यान्डिडेट एक दुई दिनमा पस्किँदैछ। तपाईहरुलाई मोटामोटी थाहा भएको हो। सुनौं त को जस्तो लाग्छ तपाईहरुलाई? खै सुनेनौ? वन्दना को भन्नुभयो? हुनु सक्छ जीजीएफ ले ल पनि ब्रेक गर्दैन, कानून पनि ब्रेक गर्दैन, काम पनि बिगार्दैन, तर कोसिलो फेरि डराउँदैन पनि। को अध्यक्ष जो एक्स आर्मी बाट हुनुहुन्छ, देशलाई उहाँले जीवन दियो। आउँदो दिनमा हाम्रो पहाड अनि हाम्रो जनतालाई सेवा अब जति ईश्वरले जीवन दिन्छ सँगै मिलेर बुढो हुने एउटा आशा राख्दैछु। आजको दिन यति खुसीको दिन हो। यहाँ थाना पुलिसले पर्मिसन नदिने कुरा के कुरा, तर इलेक्सन कमिसनले आजको दिनमा पहाड चलाउँदैछ। आजको दिनमा ममता ब्यानर्जी नै होस्, शुभेन्दु अधिकारी नै होस्, आज बीजेपी को सरकार पनि बंगालमा छैन, दार्जिलिङमा छैन, आज टीएमसी को सरकार पनि छैन। हामीले हाम्रो प्रार्थीहरू पनि निकालेको छैनौं अनि प्रार्थीहरू ननिकालिकिन कुनै पुलिस अधिकारीहरूले हाम्रो समाज सेवा गरेर बनाएको बाटो ब्रिजको ओपनिङ रोक्नु एकदमै सक्दैन। त्यसकारण मैले भनेको थिएँ थानाको हाम्रै नेपाली गोर्खा दाजुभाइहरूलाई रोक्नुहुन्छ भने तपाईं रोक्ने, तर हाम्रो काम हामी गर्छौं। समाजले यत्रो श्रमदान गरेर आजको डेट खोलेको छ, हामी त्यहाँ आउँछौं भनेर हामी आज आएको छौं। उहाँहरूलाई पनि धन्यवाद। र हाम्रो आइजिजिएफ ले ल पनि ब्रेक गर्दैन, कानून पनि ब्रेक गर्दैन, काम पनि बिगार्दैन, तर कसैको फेरि डराउँदैन पनि। कसैको डराउँदैन, काम बिगारेन भने किन डराउनु? पुलिस प्रशासनले त को डराउनु पर्छ? भ्रष्टाचारीहरू डराउनु पर्यो, गुण्डाहरू डराउनु पर्यो, चोरहरू डराउनु पर्यो। तपाई र हामी जस्तो समाज सेवकहरू डराउनु पर्दैन, हो कि हैन भन्नुस् त? त्यसकारण नयाँ नयाँ पुल, नयाँ नयाँ बाटो, नयाँ नयाँ समाजघर जुन चाहिँ साल अगाडि काम गर्दै थियो, अब काम तुर्यो। अब यो बाटो जनताले बनाएको, जनताले जहिले खोल्यो भने पनि हामी ओपनिङको लागि हामी जान्छौं। यहाँ हामी भोट माग्दैनौं, आइजिजिएफ ले भोट माग्दैनौं। तपाईहरु गाउँ घरमा जाँदाखेरि, हाम्रो नेतृत्व जाँदाखेरि पनि भोट नमाग्नुहोस् आइजिजिएफ को लागि। आइजिजिएफ को लागि यसरी भन्नुहोस्, भोट चाहिएन, आइजिजिएफ र अजय एडवर्ड्सलाई काम गर्ने एउटा स्थान दिनुहोस् भनेर तपाईहरुले भन्नुपर्छ। भोट हैन, काम गर्ने एउटा जग्गा। यो आजको गाउँमा यो बाटो कुनै सरकारले ल्याएको होइन, जीटीए ले ल्याएको होइन, वेस्ट बेंगल पीडब्ल्यूडी ले ल्याएको होइन, प्रधानमन्त्रीको योजना होइन, तर यो गाउँको समाजहरू मिलेर श्रम गरेको बाटो हो। यो जनताले गरेको बाटो हो, जनताको बाटो हो। कल्पना गर्नुहोस्, भन्नुहोस्, जग्गा जग्गा जाँदा यो बाटो लगभग 1 किलोमिटरको बाटो श्रमले बनाएको, आइजिजिएफ को अजय एडवर्ड्सले बनाएको। सोच्नुहोस्, सम्झना गर्नुहोस्, सत्ता बिनाई बाटो, बिल्डिङ, ब्रिज, नानीहरूलाई पढाउँदैछ। सत्तामा पुगेर चाहिँ के गर्छ कल्पना गर्नुहोस्, भन्नुहोस्, कल्पना गर्नुहोस्। त्यसकारण इलेक्सन को
बाटोमा छौं, 30-35 दिन छौं। एउटा नयाँ युग आउने। कस्तो खाले युग भन्दाखेरि जनताको राज ल्याउने नाता 1-2 जना नेताको राजमा हामी 40 वर्ष बसेको योबाट उन्मुक्ति हुनुको लागि आइजिटिएफ जनताको राज अगाडि ल्याउने हाम्रो प्रयास हो कि हैन भन्नुहोस् त? सो यो पालि जुन चाहिँ हाम्रो सोच विचार छ, बिमारीहरूको लागि आमा बिमार हुँदाखेरि पहिला चाहिँ समाजलाई गएर जुन चाहिँ पैसाको लागि समाजलाई गएर एउटा अर्जी चढाउनु पर्ने, त्यसको विषय नभएर दार्जिलिङ बजार खरसाङ बजारमा गएर गीत गाएर आमाको नक्सा टारेर चन्दा माग्ने युग चाहिँ अब अन्त हुनुपर्छ भनेको हामीले युवाहरू ग्रेजुएटको सर्टिफिकेट पाउने बित्तिकै भोलिदेखि बेरोजगारको सराप यो युग हटिनु पर्छ भनेको हामीले गाउँ गाउँमा हाम्रो युवा भाइहरू बहिनीहरूलाई स्कुलबाट आउँदाखेरि हरेक गाउँमा फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टनको खेलकुदको जग्गा हुनुपर्छ भन्नेको हाम्रो नयाँ युग भनेको समाज घर भनेको त्यहाँ भोटको लागि मात्रै समाज घर बनाउने होइन। हामी समाज घर भनेको हाम्रो सपना के हो भन्दाखेरि समाज घर चाहिँ त्यो गाउँको ढुकढुकी हो। मरौ र बिहामा चलाउने मात्रै होइन, तर त्यो समाज घर बेलुकातिर त्यहाँ इङ्ग्लिस ट्युसन, हाम्रो नानीहरूले टेबल टेनिस, चेस यो सबै खेल्नु पाउने हो भन्ने हाम्रो समाज घर हो। समाज घर भनेको स्याटरडे सन्डे इन्टरनेटको थ्रुबाट डाक्टरहरू उतापट्टि बसेर यतापट्टि नर्स भएर हाम्रो आमा बाउको इलाज गर्ने भन्ने समाज घर हाम्रो सपना हो। समाज घर भनेको हाम्रो सपना त्यो गाउँको लागि। त्यसै त गरिब 300 रुपियाँको डेटा नहाल्ने, तर त्यो समाज घरमा हाई स्पिड वाइफाई त्यो गाउँको लागि, सबै विद्यार्थीको लागि, सबैको लागि त्यो समाज घरमा इन्टरनेट स्पिड, हाई इन्टरनेट स्पिड त्यो गाउँमा भेट्ने हाम्रो सोचाइ हो।